So hello, Mr. Sojana, it's me, Manish Rai, and welcome to my channel. आज चाहिँ म धरा नाच्छु अनि मेरो काम हुँदैछ यहाँ धरो आज चाहिँ थाहा छ होला तपाईँहरूलाई कि हो 14 फेब्रुअरी हो अनि हाम्रो राहुल राईलाई नि ट्रिब्युट दिँदै हुँदैछ अझ अनि आज भयो भने म ट्रिब्युटमा जान्छु नभए म यत्तिकै घुम्दै बस्छु अनि मेरो दिन कट्छ त्यत्तिकै अनि आज बेलुकै म फर्किन्छु फेरि त्यस्तै छ मेरो दिन हेर्दै जानु होला मेरो काम चाहिँ यस्तो हुँदैछ हाम्रो कान्छालाई भर्खर उठ्दैछ खत कहानी हुँदैछ हाम्रो सुबिया बहिनीको यहाँ रुम पुरा लजाउँदैछ अरे यो जुत्ता घोडेको कति दिनुभयो हाम्रो ब्याडी पो त हौ सो म चाहिँ रेडी भइसकेँ हेर्नुहोस् मेरो अनि अब चाहिँ म हिँड्नु आँटेको होइन घरदेखि म चाहिँ भर्खरै घरबाट निक्लिरहेको छु होइन नर्मली विथ दिस गेटअप ब्याग झुन्डेरहेको छु बिकज म चाहिँ खासमा ट्रेकिङ हिँडेको होइन यत्रो बुट ओढिकन म ट्रेकिङ जाँदैछु अनि यस्तै हो म चाहिँ आज मेरो डेस्टिनेसन चाहिँ माथि पिण्डेश्वरी होला मलाई त्यो ठाउँको नाम नि थाहा छैन खासमा जहाँ चाहिँ म 2-3 चोटि गएको छु होला मन्दिर हो खासमा त्यो चाहिँ राम्रै छ अनि यस्तो छ हाम्रो घर योभन्दा अगाडि निनीको घर जाँदा नि देखाएको थियो होला मैले यो ठाउँ अनि यस्तै छ हाम्रो छ आज मैले स्ट्यान्डले बनाएको छुइनँ किनभने मेरो स्ट्यान्ड अलिक खतरावाला छ जुगाडु स्ट्यान्ड छु मलाई निकाल्ने मन लागेन त्यस्तै हो म चाहिँ यहाँदेखि यो डाँडा जानु आँटेको होइन त्यो डाँडादेखि नै अझै माथि त्यो डाँडाबाट हिँड्दै जान्छु होइन सो यति गर्नु होला बाई बाई म चाहिँ भर्खर दन्तकाले आइपुग्नु आँटेँ होइन आई मिन त्यहाँको सिडी छ नि सिधै पब्लिक स्कुलदेखि सिधै निक्ल्यो नि शिव मन्दिर त्यहाँसम्म चाहिँ म भर्खर आइपुग्दैछु होइन पछाडिको भिउ जस्तो चाहिँ यहाँको रुख लडेछ होइन अनि यो ब्रोइज यत्रो 5 केजीको बुट ओढेर हिँड्दैछ एक्लै यस्तै एक्सट्रिमको भरमा साउट आउट गोज टु एक्सट्रिम अनि म एक्लै छु यो ब्रोइज अलाउन ब्रो पहाड हिँड्दैछु बिकज आई लाइक टु वक होइन यस्तो ठाडो उकालो छ यहाँ चाहिँ on my hand अनि आज चाहिँ 14 फेब्रुअरी हो सबैलाई एक्सपोज हानिदिन्छु म यो भिडियोमा को देख्छु आज सबलाई एक्सपोज हानिदिने हो अनि अरूको चाहिँ हातमा हात मेरो हातमा चाहिँ एक्सट्रिम बिकज यु नो आइम अन एक्सट्रिम होइन ब्रान्ड गोज टु दिस यो अनर एक्सट्रिम चाहिँ मैले कसरी राखेँ भने अरू नो मेरो के थियो कि होइन अनि मैले स्पेलिङ नै मेरो एक्सबाट स्टार्ट हुँदैन क्या त्यो मैले क्लास 6 कि 7मा मैले फर्स्ट टाइम मेरो फेसबुक आइडी खोलेको थिएँ होइन त्यतिखेर मैले मेरो नाम अनर एक्सट्रिम राखेको थिएँ क्या त्यतिखेर मलाई थाहा थिएन एक्सट्रिम हुन्छ भनेर होइन सो थियो होला त्योभन्दा अगाडिदेखि नै अनि मेरो नाम चाहिँ त्यहाँबाट अनर एक्सट्रिम राख्दै गेममा सबैतिर अनर एक्सट्रिम राखेँ होइन अनि त्यसपछि मैले फेसबुकले नोटिफिकेसन पठाएँ क्या अनि वार्निङ पठाएँ नाम चेन्ज गर भनेर अनि मैले नाम चेन्ज गरेको थिएँ अनि अहिले मेरो फेसबुकको नाम चाहिँ त्यो अनर एक्सट्रिम होला आइडी चाहिँ मनिष राईमा तब्दिल भएको छैन अनि
अलिअलि पसिना निस्किँदैछ। मेरो थुप्रा सेतो सेतो देखिरह होला होइन, बिकज मैले मेरो बहिनीलाई सनस्क्रिन मागेर लगाइरहेको थिएँ, किनकि म पूर्वबाट आएको नि त। अनि यताको त्यो वेदर नमिलेर मेरो स्किनहरू सबै फुटिरहेको थियो क्या। अनि क्रिम दिएन भनेको सनस्क्रिन दियोस् मेरो बहिनीले। अघि त होला त जुत्ता पोलिस गर्ने बहिनीले मैले दिएँ त्यो सनस्क्रिन लगाएँ। अनि यो चाहिँ यस्तो छ बाटो होइन, उकालो छ तर त्यति साह्रो उकालो पनि छैन। सबलाई एक्सपोज जाने हो अझ, मेरो डेस्टिनीसम्मको कुरा देख्छु, सबलाई एक्सपोज जाने हो। यो छ मेरो इयरफोनमा चाहिँ नौलो सुरुवात भन्ने गीत बज्दैछ होइन, सुन्नु होला तपाईँहरू नि, राम्रो छ गीत। गीत होइन यो ट्युन हो, धुन हो। अनि मलाई चाहिँ यस्तो गीत मनपर्छ क्या धेरै जस्तो। अनि गुड होइन, दिस गीतसँग भाइब मिल्दैछ यस्तो छ चाहिँ। अनि यो चाहिँ यो रोड चाहिँ दन्तकाली जाने हो, हात्तीसाग। म चाहिँ त्यहाँ मन्दिर निस्किन्छु, त्यसपछि फेरि माथि जान्छ एकछिन बिसाएर। अनि यस्तै छु म। ब्यागमा चाहिँ मेरो केही छैन, मेरो ब्यागमा केही छैन, खाली छ ब्याग। बोलेको होला तलदेखि 3 मिनट भएछ म बोलेको। रमाइलो हुन्छ नि त एक्लै हिँड्दा, बोल्नु मजा लाग्छ मलाई। पसिना भइसकेको छु म। एडाप्टर किन्नुपर्ने छ, मेरो चार्जरको टक्कै छैन। डाटा केबल मात्रै छ, एडाप्टर किनेर। अनि म अझै फर्किन्छु होला सायद पूर्व, किनकि शिवरात्रि छ, उतै मनाउने भन्नुहुँदै थियो कि। अनि हामी अहिले गएर उतै मनाउँछौँ। अहिले चाहिँ यतै गर्नु होला। यो ब्रो इज वकिङ अलोन होइन, एक्सट्रिम जिन्दाबाद। उहिले लपड्दै त डेटिङ बस्नु हिँड्थ्यो होइन। आयो हाँसी उठ्यो। फर्स्ट स्ट्रिट कोच टु माई भ्युवर्स। अनि यो तपाईँहरूसँग चियर्स मेरो। अनि यस्तो उकालो चढ्नुपर्छ होइन, अनि गीतको भाइब मिलिरहेछ क्या। मोला मेरै बज्दैछ गीत नि, सिनरी हेर्ने हो। रख लूं छुपा के मैं कहीं तुझको, साया भी तेरा। यस्तै छ, म एक्लै हिँड्दैछु। यो चाहिँ मेरो पुरानो स्पट थियो होइन, डर लागिरहेछ मलाई। अलिअलि डर त हुन्छ नि त, बिकज यु डोन्ट नो देयर सेकेन्ड प्रेडिक्ट, यु कान्ट प्रेडिक्ट देयर अट्याक्स। सो आइ एम वकिङ लोनली, fearless, walking like this, you know, without any fear. And then I'm walking with things, stocks. डर के आगे जीते मददचोद। ओ माई गॉड, मैले फ्ल्याट अट्याक हानिदियो भने मेरो त डेड त। मन्डे भाइ फाइट खेलेर आयो भन्छ घरमा, मङ्की अट्याक हानिरहेछ, फाइट खेलेर आयो घरमा, तर केही भएन। यहाँ छ कपाल, यिनीहरूलाई एक्सपोज, तिमीहरू एक्सपोज भइसक्यो ब्रो, यु टु आर एक्सपोज्ड। अब अझै बाँकी छ को एक्सपोज। You two are exposed, bro, exposed. मैले यहाँ माथि आइसकेँ। मेरो डेस्टिनेसन चाहिँ माथि छ, अझै हिँड्नुपर्ने छ धेरै नै। Me here.
कालो लुगा लगाएर अब गर्मी चाहिँ भइरहेछ बट इट्स ओके ब्रो यहाँ यस्तो भत्काइसकेछन् यो चाहिँ दन्तकाली मन्दिर होइन म मन्दिर चाहिँ छिर्दिनँ किन भत्काएको रहेछ यिनीहरू आई डोन्ट नो यस्तो बनाएको छ होइन स्टिल यु टु अल्सो एक्सपोज्ड तिमीहरू एक्सपोज भइसक्यो है मेरो भिडियोमा यिनीहरू नै एक्सपोज भइसक्यो होइन आज म सबको एक्सपोज भिडियो बनाउँदै बस्छु क्या अहिले कपालहरू कोही भेटाएको छैन रमाउँदै कि यहाँ पहिला यस्तो बाटो थिएन अहिले भर्खर यस्तो खनी छ अनि यहाँ रोड निकाल्नु आँटेको होला हाम्रो चाहिँ म जाने भनेको त्यो पहाड हो यहाँदेखि उयो रातो देख्नु हुँदैछ नि हो त्यहाँनिर पुग्नुपर्ने क्या म यसो हिँड्दै हिँड्दै पुगिहाल्छु म त्यहाँ त खाँदै जाने हो हिँड्नु भनेको फाल्टै मजा हुन्छ क्या अनि एक्लै हिँड्यो भने झन् फाल्टै मजा हुन्छ साथीहरूसँग हिँड्यो भने झन् धेरै मजा हुन्छ त्यसैले म रेकमेन्ड गर्छु तपाईँहरू साथीसँग आउनु मेरो साथीहरू चाहिँ कोही आएन बिकज सब लाइफमा व्यस्त छन् उनीहरूको आफ्नै प्रब्लम मेरो आफ्नै प्रब्लम म चाहिँ प्रब्लम सल्भ गर्नु बिन्दास हिँड्दैछु सबै उनीहरूको आर्कमा छन् होइन अहिले के गर्दैछन् कसो गर्दैछन् थाहा छैन मलाई सबैको आफ्नै प्रब्लमसँग जुझ्दैछन् केटा हो एकचोटि चाहिँ भेट्न आऊ है हामी सबैजना एकचोटि निक्लिनुपर्छ है घुम्नु साला निक्लिनु पर्यो जसरी भयो नि सब काम छोडिदेऊ जे गर्दै त्यो छोडिदेऊ एक दिन प्लान बनाएर निक्लिनुपर्छ हामी नि माथि कता पुगिदिनुपर्छ हिँड्दै बुझ्यो केटा बुझ्यौ सुझ्यौ केही होइन आउनु पर्यो होइन यता घुम्न आउँदा नि हुन्छ यहाँदेखि मासतिर जाँदा नि हुन्छ जहाँसुकै गयो नि आउनु चाहिँ पर्यो है केटा बुझ्यौ नि मलाई कसले सराप होला आम्मा सर्कै नै यार त्यस्तो सराप्ने काम चाहिँ नगर केटा हो एक्लै गयो भनेर नसराप है अब तिमीहरू आए नि नआए नि म जहिले एक्लै हुने त हो तिमीहरूको भाउजू नि छैन एक्लै छु म एउटा भाउजू खोजिदिए त राम्रो हुने हो अब नखोजिदिए नि ठिकै हो यहाँदेखि चाहिँ यस्तो छ होइन यहाँदेखि यता माथि यस्तो साइडमा होइन सिधै यहाँदेखि चाहिँ म बुढासुब्बा छिर्छु अनि बुढासुब्बा माथि निक्लिन्छु होइन यो चल्दैछ जिन्दगी म चाहिँ बुढासुब्बा पुग्न आँटेँ होइन अब त्यही छ अघिकोले सर्केको अझैसम्म दुखिरहेछ घाँटी होइन त्यस्तै सराप्ने काम चाहिँ नगरे केटा हो तिम्रो दाइ कमजोर छ यार यो छाती कमजोर भइसकेको छ यार कोही सँगै भइदिए त रमाइलो हुन्थ्यो नि कोही छैन सोलो ट्रिप इट्स बेस्ट भन्नु नि नमिल्ने होइन बिकज तिमी सब कुरो एफोर्ड गर्न सक्छौँ जसले एक्लै हुँदाको रमाइलो फाल्टै हुँदैन तर साथीहरूसँग आयो भने चाहिँ धेरै रमाइलो हुन्छ कि बिकज फ्रेन्ड्स आर फ्रेन्ड्स होइन अदर्स आर अदर्स के यहाँदेखि उता गयो भने नि पुग्छ तर म यहाँदेखि त जाँदिनँ आएँ मेरो क्यामेरा फोकसै गरेको थिएन रहेछ चियोस् अब हामी यहाँ आइपुग्नु आँट्यौँ आज सब बुढासुब्बा आएको रहेछ होइन सबलाई एक्सपोज हानिदिनु पऱ्यो मेरो केटाकेटी देखायो भने चाहिँ फिक्स एक्सपोज होइन मभन्दा ठुलो त फाल्टै कुरा म जत्रो मेरोभन्दा सानो मेरो भेटायो भने चाहिँ एक्सपोज हो क्या सिधै यहाँबाट भयो भने म बहिनीलाई ढुङ्गा लगिदिन्छु ल्याइदिन्छु भन्दै थियो होइन लाइक दिस थिङ्स होइन यो त्यही बुढासुब्बा धेरै केही छैन यस्तै हो नर्मली यता केही छैन धेरै यस्तो अनि पर मन्दिर छ त्यति हो
मलाई चाहिँ केही जस्तो लाग्दैन मन्दिरहरू बिकज त्यस्तो वास्ता नगरेर होला होइन एन्ड आई डोन्ट लाइक यस्तै धेरै भिडभाड ठाउँ नि मलाई मन पर्दैन होइन यसो तपाईँहरूले देखाउनु मात्रै आगोमा यसो देखाउँछु अनि म जान्छु मासतिर बिकज आई डोन्ट वान्ट स्टे हियर अनि यस्तो छ मन्दिर चाहिँ यहाँ छैन सबलाई एक्सपोज हान्दिने हो अब यहाँ कस्तो चिलाउँछ बहिनीले झम्का होइन त्यही सोच्दैछु केही छैन यहाँ यस्तो छ यस्तो सामान किन्ने ठाउँ छ त्यति राम्रो केही छैन पर मन्दिर छ मन्दिर अब चाहिँ ढोगेर त जानु पर्यो होला नि त नथिङ केही छैन एक्सपोज गर्नुको लागि आज कोही छैन रहेछ ठिक छ केटाकेटीहरू सुध्रेन कि क्या सबजना त्यस्तो छैन म यहाँ सोलो ट्रिप आउँछु बट आई डोन्ट केयर होइन बिकज यहाँ आउने टाढोबाटै ढोगेर जानु पर्ला जस्तो छ एक्सपोज हान्ने त कोही छैन त एक्सपोज हान्ने नो वान के यति छ यहाँ मन्दिर होइन यहाँबाट एन्ट्रेन्स होइन यहाँबाट छिर्ने अनि उताबाट एक्जिट पर छैन बट आई डोन्ट केयर होइन यहाँदेखि म हिँड्दैछु यस्तो ठाउँमा हिँडेँ नि अहिले चाहिँ मेरो कन्फिडेन्स लेभल भइरहेको छ बिकज एक्सनको पावर ब्रो टर्च माथि चुर भन्दै हिँड्दैछु म एक्सन खायो होइन यस्तो छैन डाउन नट गुड नट ब्याड पहिला भन्दा चाहिँ धेरै राम्रो भएछ अहिले ठाउँ नि खोलेको रहेछ पहिला हामी आउँदा त केही थिएन यहाँनिर हामी यस्तो भिड हुँदैन थियो अहिले चाहिँ सिजन होला र भिड भएको म चाहिँ यहाँ धेरै बस्दिनँ किनकि मलाई बस्नु मन छैन यस्तो नोइजी ठाउँमा म जान्छु माथि नट ब्याड प्लेस होइन धरान आउँदा एकचोटि यता आउनुहुन्छ होला राम्रै ठाउँ छ झुम्का किनिदिन्छु अनि म जान्छु झुम्का किनेर बस्दिनँ म धेरै निक्लिन्छ यो ब्रो अलरेडी बट दिस यो चाहिँ म बहिनीले किनिदिएको होइन अब बहिनीले के भन्छ आई डोन्ट नो मलाई चाहिँ राम्रै लाग्यो अब केटीको के गर्छ थाहा छैन मलाई होइन यही लगेर जाने हो म अरू त केही लग्दिनँ अब माथि जान्छु म चाहिँ त्यो हल्ला ठाउँबाट निक्लेर बाहिर आइसक्यो अनि अहिले चाहिँ म मासतिर जानु आँटेको त्यो ठाउँको नामै मुखमा आउँदैन क्या जान्छु गएको छुइनँ यहाँ बुढासुब्बा आउँदा चाहिँ साथीहरूसँग आउँदै हिँड्छ एक्लै आउँदै हिँड्छ ढोग्ने सो यताउति हेर्ने रमाइलो गर्ने घर जाने त्यति हो यहाँ केही छैन अनि साइडतिर खाना खाने ठाउँहरू खाजा चौताउहरू मोमो के हो के खाने ठाउँ छ खाने जाँदा हुन्छ कपल्सहरू आइकन यहाँ यसो ढोकढाक गरेर लामा यो माग्दै हुन्छ अब हामी त सिङ्गल छौँ हामीलाई त केही होइन जाने यस्तो ढोग्ने होइन आमा बाउ बाजे बोजू बडाबडी को छ सबैको लागि लामा माग्ने हिँड्ने त्यति हो हाम्रो चाहिँ हामी सिङ्गल मान्छे त त्यति गर्छौँ होइन सो वी आर हियर एक्सपोज्ड होइन अनि यहाँदेखि म माथि जान्छु होइन अनि यस्तै छ मेरो जिन्दगी एक्लै दे गट एक्सपोज्ड ब्रो दे गट एक्सपोज्ड यो भिडियो अब टक्क अब एडिट गरिकन एक्सपोज हानिदिन्छु होइन यो भिडियो हेर्ने त्यो यिनीहरूले नि हेर्छन् भने आई डोन्ट केयर ब्रो आई डोन्ट केयर यो कस्तो दामी छ
अनि यस्तै छु यहाँदेखि माथि क्या यहाँदेखि माथि गयो भने चाहिँ अर्को मन्दिर जान्छ यहाँदेखि उता गयो भने चाहिँ पिण्डेश्वरी पञ्चकन्या मन्दिर पञ्चकन्या यहाँदेखि माथि चाहिँ यहाँ बोर्डै राख्दैछ पञ्चकन्या माथि जान्छ बुढा सुब्बा तल जान्छ भनेर त्यस्तै हो गाइज एक्लै बाबुजी बाउ लाइन्छ भनेको हो रहेछ तर जे होस् ठिक छ जाने हो अब एक्लै पञ्चकन्या पुगेर म भिडियो गर्छु